यो अहिले यस्तो छ तर बनिसकेपछि दामी देखिन्छ है होइन बुढी हो त होइन भनिदिएको त यतिको भइसक्यो Hi guys, I'm baking donut. नाफबाट सिकान्छ गरेको यस्तो बनाउनु पर्छ डोनटको लागि पातलो बनाउनु पर्छ नि हो र साह्रै पातलो पनि नबनाउँदा हुन्छ मजाले फुल्छ यही फुल्लिन्छ नि ए म त डल्लै डल्लो बनाउनु पर्छ होला नि यत्रो मोटो मोटो क्या ओके म्याडम यस्तो पनि बनाउँछ बाजेले यस्तो डल्लो गरेर यसो बिचमा दुलो बनाएर क्या त्यो त धेरै मोटो भयो होला नि त मोटो हुन्छ यस्तो के हाल्नुपर्छ यहाँ भन्नु न हौ No, it's my secret recipe. यस्तो गर्छ क्या ल भन्दैछ यहाँ के किन हेरेको मलाई पो छ त नि अनि किन तिमी कटेको त अनि त्यही भएर अब ओरा चाहिँ अब यता सरी के स्टार्टिङ गर्न न अब हेलो गाइस वेलकम टु आवर लाइभ कमेन्ट पढ है के खाएको यो ढुङ्ग्रोले भनेर कमेन्ट गरिरहेको छ यो ढुङ्ग्रो होइन हो यो के भन्छ यसलाई स्ट्र हो स्ट्र हो के हो त्यो अगाडिको अरे ए यो डुनट हामीले बनाएको आफ्नै हातले बनाएको मिठो त्यो दाइले त कस्तो जाँड जस्तो खानुभएको अरे जाँड खाएको जाँड होइन हो यो के भन्छ यसलाई? यो बबल टी क्या बबल टी बबल टी हो यो पाउरोटी हो के हो त्यो दाइ त खानु नपाएको जस्तो जान्छ अघि खानु नपाएको जस्तै गर्छ पढ है त्यहाँ तिम्रो लागि धेरै कमेन्ट आएको छ नि के धेरै आएको छ नि त एक्जाम देखा होला क्या दिदी चाहिँ मलाई राम्रो लाग्यो अरे त दिदी भनेर सकेको यस्तो मिठो भयो है यो चाहिँ मैले बनाएको हो डुनट दाइ किन चस्मा खोल्नु भएको चस्मा लगाउनु राम्ररी देखिँदैन दाइको त त्यो कपाल कस्तो गोरुको सिङ जस्तो तेरे नाम जस्तो दिएछ त अरे पाटुको हिरो हो नि त पढाउनु तिमी पनि पढ क्या पाडले मैले चस्मा लगाएन जाडो छ एकदम फेरि त्यो दाइ त नबोल्ने हाँसेको मात्रै गर्नु रहेछ ओके यस्तै खानु पाएपछि त हाँसेको मात्रै चियामा डोनट मिसाएर खाएको हो कि होइन नि हामी कहाँ चिया खान्छौँ हाम्रो कफी खाएको कफी चिया खानु थोप्रा जस्तो छ तर चिया भन्दै जार जस्तै खाएको छ दाजुले तुम्बा तानेको जस्तै गरेको छ भनेर यो खाएको क्या के खानु भएको दाजु त्यस्तो कालो
बबल टी हो क्या बबल टी बाख्राको बर्कुला त बाख्राको बडकुलै हो यो त म कम खाइसकेँ त मैले को यस्तो ह्यान्डसम केटो अरे अच्छा धन्यवाद ह्यान्डसम भन्नुभएको धन्यवाद खासै ह्यान्डसम त थिइनँ तर अब भनिदिइहाल्नु भयो धन्यवाद त्यो दाइको त जुन गाउँ पनि के हो भनिरहेको है जुङ्गा गन्यो भने त गन्दा पनि जुङ्गा त गर्नु भने गर्न सकिने वाला रहेछ त अरे हो त अर्को कमेन्ट आयो दाइ तपाईँको बुढी औला कस्तो बिरुवा यी बुढियाउला यस्तै छ यो जस्तै छ जस्तो छ बुढियाउला तिमीले एक्सपेक्ट गरेको अर्केलाई है धेरै नहाँस्नु अरे थ्याङ्क यू सो मच फर केयरिङ कमेन्ट आइहाल्नु छ्या म त अगाएपछि दकार गरिहाल्छु क्या अगाएको भनेर सुनाएको क्या दाइलाई त भाउजूले मिठो मिठो बनाएर खुवाउनु हुँदो रहेछ मैले बनाएको हो मैले हुँदैन कसै मोटा छ मजा आयो के भने इन्ट्री गरिदिने ल बाई बाई गाइज फेरि ल नेक्स्ट रातमा भेटौँला बाई बाई त्यो फेरि नलगाउनु ल हामीलाई